सम्पूर्ण साथीहरूलाई नमस्ते। आज चाहिँ हामी यो बराह क्षेत्र धाम आइपुगेका छौँ। बराह क्षेत्र भनेको चाहिँ भगवान विष्णुले बराह अवतार लिएर यस पृथ्वीलाई बचाउनु भएको भन्ने कथाहरूमा सुन्न पाइन्छ। यहाँसम्म आइपुग्दाखेरि चाहिँ यहाँको शान्ति र यो कोसीको छेउमा भएको हुनाले यहाँको शान्ति र कोसीको बहावले भने मन एकदम हल्का आनन्द बनाइदिन्छ। यदि तपाईहरु कोही घुम्न आउनु भएको छैन भने एकपल्ट घुम्न आउनु होला। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। अब तल पूजा गर्न जाँदाखेरि चाहिँ यहीँबाट सामान किनेर जानुपर्ने हुन्छ, किनभने कतिपयले घरबाट ल्याउनु भएको हुन्न। हामीले चाहिँ घरबाट ल्याएको हुनाले यहाँ खासै किनिएन, थोरै सामान किनेर हामी अब सिधै यहाँदेखि तल जान्छौँ। प्रसाद सबै भक्तजनले प्रसाद ग्रहण गर्न नभुल्नु होला। भगवानको प्रसाद हो यो। हजुरहरूले भगवानको प्रसाद ग्रहण गर्नु। यहाँ भएको मन्दिर, यहाँको मठ मन्दिरहरू हेर्न सक्नुहुन्छ। र यहाँसम्म आइरहँदाखेरि सबैभन्दा पहिले चाहिँ हामी तल कोशी नदीमा जान्छौँ। त्यहाँ गएर त्यहाँ स्नान गरिसके पछाडि, त्यहाँ पूजाआजा गरिसके पछाडि बल्ल तलबाट पूजा गर्दै गर्दै हामी माथि मेन मन्दिरसम्म जान्छौँ। पशु पक्षी जनावर आदिहरूलाई हजुरहरूले जिस्काउने काम नगर्नु होला। माया गर्दै पनि कार्य नगर्नु होला, किनभने हामी चाहिँ तल नदीमा आइसकेका छौँ। अब हाम्रो स्नान गरिवरी पूजाआजा कार्यक्रम सुरु भइसकेको छ। अब यहाँ पूजा गरिसके पछाडि हामी बल्ल माथि जान्छौँ।